र अहिलेसम्म एकदम शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको छ र हामीले हाम्रा माननीयज्यूको विजय हुनेको नाम समेत घोषणा गरिसकेको अवस्था छ। यसमा सम्पूर्ण यहाँका तमाम जनताहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनी, सुरक्षाकर्मीहरू, कर्मचारीहरू, पत्रकारजीहरू, आम जनता जसको नाम मैले उल्लेख गर्न सकिनँ, उहाँहरूले मलाई पुर्याउनु भएको सहयोग स्वरूप यो आज चुनाव सफल भएको छ र हामी बिचमा एउटा उम्मेदवार चाहिँ हामीले जनताहरूले चुनिसक्नु भएको छ र उहाँहरूको मतलाई मैले मात्र एकदम फ्योरली गणेर रिजल्ट मात्रै आउट गरेको। यसमा मेरो योगदान यति मात्रै हो, मैले फेयर गरेको छु भन्ने कुरामा कहीँ कतै केही शङ्का छैन र आगामी दिनमा पनि यसै गरी गर्ने अपेक्षाले चाहिँ मलाई साह्रै लामो बोल्न पनि खासै आउँदैन। यति भन्दै म आज उहाँ चाहिँ माननीयज्यू चाहिँ हुनुभएकोमा सर्वप्रथम बधाई दिँदै र उहाँलाई चाहिँ यो विजय भएको प्रमाणपत्र दिन लागिरहेका छौँ। यस कार्यक्रममा उपस्थित हुनुभएका विजय उम्मेदवार लगायत सम्पूर्णमा एकमुष्ट सबैलाई मेरो नमस्कार छ। अब हामी कार्यक्रम अगाडि बढाएको छौँ। कार्यक्रम एकदम छोटो मिठो छ। यो पढेर दिनुपर्छ अब हाम्रो यो चाहिँ नियम बमोजिम यो प्रतिनिधि सभा सदस्य निर्वाचन मतगणना निर्देशिका 2082 को दफा 36 को उपदफा 1 सँग सम्बन्धित छ। यो प्रमाणपत्र निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 सुनसरी जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य पदको लागि सम्वत 2082 साल फागुन महिना 21 गते सम्पन्न निर्वाचनमा तपाईँ श्री हर्कराज राईले सबैभन्दा बढी सदर मत प्राप्त गर्नुभएकोले तपाईँ सुनसरी जिल्लाको प्रतिनिधि